साउथ इन्डियन कुराहरू छ के रे भिना चाहिँ भनिदिनु नाम यसको नाम के रे यो बडा दाल बडा यो इडली सांबर उपकरणों का प्रयोग न करें। विमान पर धूम्रपान निषेध है। May you have your attention please. The aircraft is being refueled. Smoking is strictly prohibited on all flights. फुडी नमस्कार, कृपया ध्यान दें। रोड एक आपातकालीन गाइज हामी आइसक्यो प्लेनभित्र अनि ट्याक्क मलाई चाहिँ विन्डो सिट परेछ है सिट नम्बर 24D ट्याक्क विन्डो सिट नै रहेछ इन्डिगो अनि उतापट्टि चाहिँ विस्तारा अनि यो चाहिँ एयर इन्डिया एक्सप्रेस हामी जाँदै गरेको आरटिआर एनटिआरटिआर भिटिआरटिआर हैदराबाद राजीव गान्धी इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड भइसक्यो अनि अहिले चाहिँ 2:30 हुन लाग्यो है रातिको अब चाहिँ हामी यहाँबाट होटल जानुपर्ने हुन्छ बिहानको चाहिँ हाम्रो ट्रेनको टिकट छ हैदराबाद टु के अरे विजयवाडा अनि त्यसको लागि अब चाहिँ हामी गएर रेस्ट गर्नुपर्ने हुन्छ र भोलिदेखि डेली ब्लगहरू आउँछ हेर्दै गर्नु होला है माया गर्नु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियोलाई लाइक गरिदिनु होला for traveling with Indian Railways. ल गाइस हाम्रो चाहिँ खाना आयो है ट्रेनमा नास्ता साउथ इन्डियन कुराहरू छ के रे भिना चाहिँ भनिदिनु नाम यसको नाम के रे यो बडा दाल बडा यो इडली सांबर नारियल चटनी स्वीट सुजीको हलुवा माफिन ल अब कता खाइन्छ हामी झऱ्यौँ है ट्रेनबाट अनि यही थियो हामी आएको ट्रेन वन्दे भारत हामी यो ठाउँ के अरे गुन्टुर होइन गुन्टुर अब गुन्टुरबाट चन्दोल भन्ने जहाँ हाम्रो फ्याक्ट्री छ जहाँ हाम्रो अफिस छ कुन ठाउँ रे चन्दोल गुन्टुरबाट चन्दोल जाँदैछ हामी अनि त्यहाँबाट लास्ट फिनिसिङ डेस्टिनेसन चन्दोल हो ओके गाइज हामी गुन्टुरमा छौँ अहिले जाँदैछौँ चन्दोलमा है कति लाग्छ रे टाइम आधा घन्टा जति लाग्छ आधा घन्टामा यो जर्नी कम्प्लिट गाइज हामी गाडीबाट झऱ्यौँ है यो बसमा आएको थियौँ हामी भिनाजुको अफिसको गाडी लिन आउँदैछ
अनि अब चाहिँ हामी 20 मिनटमा घरमा पुग्छौँ गाइज। ल हाम्रो गाडी आयो है हामीलाई लिनको लागि। सो अच्छा गाइज फाइनल्ली आइपुग्यो हामी। ल लामो यात्रापछि 3 दिनको यात्रा भयो। ए अँ यता ब्याडमिन्टन कोर्ट रहेछ। ल यहाँ खेल्नुपर्छ ब्याडमिन्टन।